कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ। आज ज्याकेट नलाइकन आएको झरै पानी परेको हामी त एउटा घरभित्र बसिरहेको क्या पानी पऱ्यो अघि नै घर जानु पर्यो त्यस्तो परिदिनु नि त त्यस्तो वर्ष भनेर सो फाइनली चाहिँ होइन पानी कम भइरहेको थियो अनि हामीले चाहिँ ओके दिस इज द एक्ज्याक्ट चान्स टु गो होम भनेर वी स्टेप आउट होइन अनि हामी रोडमा गएको बेला वी डिडन्ट एक्सपेक्टेड द्याट पुरै पानी भयो त सो गाइज अब घर कसो जाने भयो यहाँ ल जुत्ता नभिजिकन होइन कसरी घर जाने अब यहाँ पुरै समुद्र भइसक्यो यार यत्रो पानी परिसक्यो होइन अनि मेरो घर चाहिँ यहाँ तल छ क्या यहाँ तल छ कि पानी यहाँ तल गइरहेछ क्या फेरि अनि यो जुत्ता नभिजिकन अब कसरी जाने हामी जाने रुट पुरै पानीले जाउँ भइसकेको थियो सो वी डिसाइडेड टु टेक अर्को बाटो तर ल यहाँ त फेरि यस्तो छ त अब घर कसो जाने के अब त्यहाँबाट पनि हुन्छ क्या पानी गाबालमा हुन्छ क्या त्योहरू त यत्रो आइरहेको छ नि त्यो यसो गरौँ यहाँ उता जाउँ सो लाइक जताततै पानी भइरहेको थियो अनि जुन रोड हामी जाने भनेर सोचेछौँ त्यो बाटो पनि पानी थियो कि अनि के गर्ने त होइन सो देन वी डिसाइडेड ठिक छ वी आर गोना टेक द्याट लङ कट सो यहाँबाट पनि जान मिलेन क्या अब होइन अब यहाँबाट यस्तो घुमेर जानु पऱ्यो Oh shit! No video pula! Shit! झन् बेसरी पर्न लाग्छ छिटो जाने ओए यहाँ पनि पानी छ त यहाँबाट जाऊँ क्या यहाँबाट यस्तो जाऊँ कुन ठाउँ हो यो कस्तो ठाउँ कहाँ हो भने ए यो के भन्छ यो इखालुखु भन्छ यसलाई इखालुखु ठाउँ भन्छ कि यसलाई यो पाटन नजाने कताबाट पाटन उताबाट अब हामीसँग जाउँ अब दाइ कसरी जान्छ हौ ए हामी यताबाट जाने यसो यताबाट जाउँ न यहाँबाट पानी हुँदैन यताबाट यहाँ पुरै पानी के तर यहाँ छ कि अब ल यहाँ त पुरै छ त कसरी जाने हो अब हेर्छ यहाँ पानी ल ल ल ल
सो अहिले चाहिँ अट्टिनै भइसकेको थियो किनभने हामीले जुन बाटो लिइरहेको थियो होइन त्यो बाटो पानीले भरेको नै थियो क्या अनि इट हेज अलरेडी बिन लाइक देन होइन अनि लाइक इदर वी गो ब्याक टु द सेम रोड अर वी गो फ्रम कुमारीपाटी यस्तो घुमेर होइन अर वी गो फ्रम द गली र त्यो गलीमा चाहिँ मलाई जतिसम्म याद थियो पहिला त्यो गलीमा जाँदा चाहिँ राति तिनीहरूले चाहिँ त्यहाँ गेट बन्द गर्थ्यो कि त्यो गलीमा र त्यो गलीमा नभएको इट हेज बिन इयर्स वी डिसाइडेड त्यसको लेट्स सी व्हाट विल ह्यापन दाइ यता बन्द भइसक्यो यता बाटो छ नि त्यहाँ ए ठिक छ दाम बाटो छ त्यो अङ्कल कहाँ गयो यार दाइ उता पानी छ ल ल ल सो गाइज होइन यो ठाउँमा चाहिँ यो रुख हेर्नु यो रुख यस्तो खतरा छ क्या के भयो जान अब लग हेर्नु यहाँ पहिला होइन बाइक ल्याउँथ्यो कि बाइक होइन यसरी गरेर ल्याउनु कि ल यसरी ल्याउनु पर्थ्यो भने यसरी ल्याउनु पर्थ्यो कि उताबाट जाउँ अब होइन यहाँ उता हुँदैन कि न यहाँबाट सर्टकट हो क्या ल यहाँबाट सर्टकट हो क्या त्यही उठेर नगयो गाउँमा एक्ला गइदिउँ ल भ्याट त गयो ल जाऊ गएको फेरि माने ओ यार यहाँ त पुरै स्विमिङ पुल यहाँ त अर्को कन्फिडेन्स ल भाइ यहाँ त्यो नाकमा यहाँ कस्तो खुट्टा दुख्यो यार टायर्ड भयो यार हुन्छ म अघि थाकेर रेड बुल खाएको थिएँ पावर सक्यो यार म उता बस्छु ल सो फाइनली लाइक आफ्टर एन आवर पछि चाहिँ लाइक घर पुगेछ अनि देन लाइक आई वाज स्क्रोलिङ इन्स्टाग्राम अनि देन आई फाउन्ड आउट कि काठमाडौँमा पनि लाइक रोडहरू चाहिँ पुरै मोस्ट अफ रोडहरू लाइक मेन रोडहरू चाहिँ पानीले नै जमेको थियो अनि देन अल्सो लाइक आई रियलाइज कि इट डजन्ट म्याटर कि हेर्नु ल एउटा 2 दिनदा चाहिँ तिम्रो पाथ अर रोड चाहिँ ब्लक छ होइन यु क्यान अलवेज फाइन्ड अनदर रोड के अर पाथ होइन जसले चाहिँ तिमीलाई तिम्रो डेस्टिनेसनमा पुर्याउँछ होइन यु जस्ट ह्याभ टु लाइक सी के यहाँबाट पनि पुग्छ नि त मैले चाहिँ हेर्न चाहिँ जान्नु पऱ्यो होइन त्यो रोड अब लामो पनि हुनसक्छ सर्ट पनि हुनसक्छ you you just have to see and always keep on moving, don't stop. Yeah.